के बनाएको रहेछ यो? रथ रथ ए अब यो तान्छ होइन कि तानिसक्यो हो यो? यो कहिले तान्ने हो यो? के जात्राको लागि हो? के जात्रा हुन्छ? यो त लडेछ त एउटा। तर खतरा डिजाइन होइन, खतरा बनायो होइन त एउटा हो? के पूजा भइरहेछ त के हो? ए ओहो मेला लागेको रहेछ। मेलामा केटा हो लगन खेलमा मेला लागेको रहेछ। केटीले केटा पटाउनु छ भने होइन, केटाले केटी पटाउनु छ भने चाहिँ लगन खेलाइ हुन्छ यतिखेर। कस्तो मेरो साइडबाट आएको त। केटा थिएन, केटी केटी हाँस मात्रै हिँडे त। हामी छौँ त भाइ, हामी के काम? हामी सिङ्गल सिङ्गल हिँड्ने के काम भाइ? जस टाइम चाहिँ भएको छ नि यहाँ आउने होइन, बेलुका बेलुका आयो भने चाहिँ भव्य यहाँ केटाले केटी पटाउन मिल्छ होइन, सक्छ होइन, अनि केटीले केटा पटाउन के अरे पटाउनलाई सक्छ, किनकि यहाँ टन्ने हुन्छ केटा हो। बुझिराख, मलाई थाहा छ तिमीहरू त्यही हो। काम छैन पढाइ छैन भने चाहिँ पटाउनु हिँड्ने हुन्छ केटा हो। एउटा अगाडि एउटा मन्दिर छ नि होइन, खतरा कृष्ण मन्दिर हो के भन्ने आएको छैन? ए म घुमाइदिन्छु भाइ तिमीलाई त्यसो भए आज चिलचिलमा। ओ के हो भाइ हेर त रिपोर्ट हान्देला फेरि मलाई। त्यस्तो चिज नदेख। हरेक माल 700-500 हो क्या केटा हो यहाँ एडी होइन। मलाई एउटा बुट चाहिएको थियो, बुट चाहिएको थियो, तर त्यो बुटको नामै थाहा छैन मलाई। होइन होइन आउटबाट देख्यो भने त चिन्छ। यस्तै मार्टिन बुटहरू पाउने ठाउँमा पाउँछ होला सायद। बाइक आउँदो रहेछ त। केही छैन, यिनीहरू चित्त बुझाउँला नि। एक्लै हिँडेछ बिचरा यार, कसरी हिँड्न सक्यो यार? म जस्तै हो क्या। ठिक छ है यहाँ ठाउँ चाहिँ। यहाँको मन्दिर भित्र बनाउनु थालेको क्या के त हो? यो गुह्येश्वरी क्यामेरामा आउँछ भनेर टाउको घुमायो फुच्चीहरूले रेखे। मैले त जापानिज केटी भन्नु भनेको नेपाली बोल्तिर।
यस्तै हो के फेस र भेसले धोका दिएपछि के अरे देशले धोका दिएपछि कहाँ हेर चलाको सुट्टोमा के हो? यो ऊ मन्दिर हो कि यता आए के मन्दिर हो क्या खोइ के मन्दिर मलाई नाम चाहिँ ठ्याक्कै थाहा छैन तर यो मन्दिरमा आएको थिएँ दुईचोटि त्यही भएर मलाई यो ठाउँ थाहा थियो हुनी दा आए आज कतिचोटि आए कतिचोटि वाह क्या बात मैले भने जस्तो भनिदियो त कृष्ण मन्दिर हो कि पाटन मन्दिर कृष्ण मन्दिर भन्थ्यो जस्तो लाग्थ्यो कृष्ण मन्दिर हो यो उहिले लेख्नु अँ, आहा केटा हो भव्य ठाउँ आइपुग्यो जब बेलुकाबाट भोट सुरु गरे नि त दाइ भोट गर्न बेलुका 8 बजे ए, अनि एउटा जोत्दै चाहिँ मुझे यार के भनेर गयो त भन्छ अनि मैले दिएको डाइलग अँ, ए होइन टुरिस्टहरूलाई मात्रै खतरा छ नि होइन दाइ अनि त्यो खैरी नि झन् कस्तो खतरा थियो के टाइममा पो हुन्छ भव्य रमाइलो हुन्छ यहाँ जब अगाडि जाउँ नि त पोज दिँदैन नि त भाइ कहाँ ए त्यहाँ माथि गएर चढाको लड्डु खाएर आउने हो क्या खैरीले फोटो खिचाएर फोटो त मरो तान्छ यिनीहरूले लुके लुके कडा छ हौ केटा हो ओ त्यो माथि माथि जानु मिल्दो रहेछ ओ नेपालको राष्ट्रिय चराको नाम के हो परेवा केटा हो डाफे हो भन्छ क्या के हो अगाडि पछाडि भनेको त के हो किन आयो भने केटा हो त्यही हो एक झलक देखेर केटा हो अरू देखाउनु थाल्यो भने त फेरि केटीहरूको बोयफ्रेन्ड होला ड्याङ्का ड्याङ ठोक्ला फेरि गाह्रो छ सही रहेछ ठाउँ कि उता बन्द हो कि बन्दै हो कि हो ए हो केटा हो बेलुका बेलुका आयो भने चाहिँ तिमीहरूले भने चिजहरू भेट्छ होइन बिहान दिउँसो चाहिँ यस्तै हो हामी चाहिँ बिहान बिहान आएको हो त्यही भएर खासै इन्ट्रेस्टिङ चाहिँ लागेन किनकि हामीलाई चाहिँ अब केटी भएको ठाउँमा त इन्ट्रेस्टिङ लाग्छ नि त के हो यसबाट के आवाज आउँछ भने घुमाउँदाखेरि के पाङ्गा हान्छ नि बाहिर मतलब यसलाई यो छ नि यस्तो यस्तो गर्छ अनि यस्तो पाङ्गा हान्छ नि यस्तो घुमाउँछ हेरे होइन त्यसको भिडियो ऊ त्यो चाँदीको हो क्या ऊ त्यो त्यो होइन नि प्लास्टिक हो त्यो सोलर गर्छ
भाइ सिधै त खेल खतम भयो त भाइ हजुर खेल खतम भयो त किन सिधै त कहाँ नि खोइ त कहाँ के जाने अब के गर्नु अनि कहाँ जाने लुबु जाम यहीँबाट उता रोड अहिले फेरि फर्किने टाइम लाग्ला नि त